टु माई च्यानल। आज म चाहिँ अब गान्तोक जानुको लागि रेडी हुँ भनेको हो, किनभने नर्मल्ली मेरो स्कुटी चाहिँ मैले स्कुटी निकालेकोदेखि चाहिँ म घरदेखि रुमदेखि घर हो रानीपुल त्यहाँतिर चाहिँ कुदिबस्छु। अन्त अस्ति ग्लेनमार्कको बाटो पनि गएको थिएँ होइन एकखेप, त्यहाँ पनि सक्सेस भयो हो। सो आज चाहिँ गान्तोक लाँदैछु, के हुन्छ तपाईँहरूलाई पनि देखाउँछु ल। सो रेडी भएर चाहिँ भेट हुनु तपाईँसँग। सो म चाहिँ रेडी भइसकेँ। आजको आउटफिट सो यहाँ चाहिँ म हिँड्दैछु, किनभने मेरो रुम चाहिँ अलिक तल छ नि त, सेरी उकालो गएर चाहिँ त्यहाँ माथि रोडमा चाहिँ स्कुटी राखेको छु। सो स्कुटी भएको जग्गामा पुग्न आँटेँ। यहाँ चाहिँ मेरो स्कुटी यस्तो डरलाग्दो धुलो भइरहेछ कि, सो धुलो पुस्दैछु, अलिअलि पुसपास गर्दैछु, किनभने टाइमै पाएको थिएन नि त धुने। सो त्यही भएर चाहिँ हल्का फुल्का पुसपास गरेर चाहिँ लाग्नु पर्यो होइन। सो अब वेट टु गान्तोक पुगिन्छ कि पुगिँदैन। यहाँ चाहिँ म स्टाइल पार्दैछु, मान्छे आउँछ कि भनेर। यहाँ चाहिँ म गान्तोक पुगेर स्कुटी पनि पार्क गरिसकेँ। अब चाहिँ उकालो चढ्दैछु ठाउँ लाइनको। त्यहाँ चाहिँ मेरो पर्फ्युम किन्नु चाहिँ एउटा पर्टिकुलर जग्गामा मात्रै पाउँछ मेरो पर्फ्युम चाहिँ हो, पर्फ्युम चाहिँ। सो यहाँ मैले किनिसकेँ। अन्त यस्तो आँखा यसो घुमाएको त फेरि मेरो सेटको नेल पलिस भेटाएँ। त्यहाँबाट नेल पलिस किनेर चाहिँ यहाँ चाहिँ लालबजार झर्दैछु म माथि टेरेसदेखि हो। मान्छेको छेउमा अलिक ब्लगमा चाहिँ शरम पनि लाग्छ, क्यामेरा यस्तो गर्नु, अन्त हातमा यस्तो एक्टिङ पारिराखेर चाहिँ हिँड्दैछु, किनभने शरम लाग्छ, त्यही भएर। सो आज लालबजारमा चाहिँ पुरा भेराइटिजहरू देख्नुको लागि सो घुमेर यस्तो साह्रो थाकेको बसेर चाहिँ यहाँ चाहिँ म खाजा पर्खेको आएको छैन। Incoming voice call from Mama. सो आयो मेरो फेभरेट डिस थुक्पा। चाहिँ म चाहिँ अब लागेर कस्तो साह्रो परिरहेको थियो, ठिकै खम भनेको त मम्मीले फोन गर्यो, मम्मीको फोन उठाइराखेर चाहिँ त्यहाँबाट खान थालेँ। सो तपाईँहरू पनि इन्जोय गर्नु हेरेर। सो म चाहिँ अब घर जाँदैछु। यो चाहिँ घरको अप्ठ्यारो बाटो हो, यो उकालो चाहिँ चढिसकेर चाहिँ बिसाएको नि म यहाँनिर हो। थाकेर मऱ्यो यहाँ चाहिँ म चाहिँ थाकेर मऱ्यो भन्दैछु। फाइनली हेलो, म चाहिँ घर आइपुगेको छु हो। अब चिया खाँदैछु। सो त्यो चिया चाहिँ खानु चिया मजा आयो हो, मिठो चिया बनाइदिन्छ हो। अब चाहिँ पानी पर्यो, रुम चाहिँ कसरी फर्किनु पर्ने सोचाइले डर लागेर मऱ्यो। यहाँ चाहिँ हाम्रो मम्मीले यस्तो दामी बनाइरहेको छ। यो चाहिँ ढाकी, यसको चाहिँ छोप्ने रहेछ। दोरीहरू चाहिँ चामलको बोराहरू चाहिँ केही नराख्ने भयो। अब चाहिँ ढकानी, यसको फिनिसिङ भएको छैन अरे हो। यो चाहिँ हो रोदुङ बस्ती। फाइनली म आइपुगेको छु हो। दिन यस्तो भइरहेछ, अब रुम कसरी फर्केर जानुपर्ने हो। अब यतिकै लुगा पनि फेर्दिनँ म त हो, यतिकै बस्छु। पानी जहिले रोक्नु तहिले जानुपर्छ। नोभेम्बर। सो म फाइनली घर आइपुगेँ। घरबाट दुधहरू ल्याएको थिएँ हो। सो यति नै थियो मेरो भिडियो। मन पऱ्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला। बाई बाई।